गणेशाय धीमहि तन्नो गणपति प्रचोदयात्। ओम ज्ञानाय नमः नाभिं पूजयामि। ओम धीर्तै नमः हृदयं पूजयामि। ओम स्मृत्यै नमः कण्ठं पूजयामि। ओम बुद्धै नमः बाहुं पूजयामि। ओम पर्भाय नमः जिह्वां पूजयामि। ओम भोगाय नमः ललाटं पूजयामि। ओम आर्जवर्ती समायुक्तं वह्निनं योजितं मया दीपं गृहाणदेव सतलोक्यतिन्द्रावं दीपं दर्शयामि सरस्वती देवी नमः। त्यो बत्ती मात्र निकालेर आगोमा हाल्दिनु। यहाँ कमम ऋतु फल भनेर एउटा फल चढाइन्छ है। ओम फलेन फलितं दिव्यं तैर्लोक्यं सचराचरं तस्मात् फलप्रदानेन पुनः सन्तु मनोरथा अखण्ड ऋतुफलानि समर्पयामि। फल समायुक्तं नागवटी सबैले हात जोड है विद्यार्थी जति सबैले। ओम सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी हंसवाहन संयुक्ता विद्यादानं करोतु मे। प्रथमं भारती नाम द्वितीयं च सरस्वती तृतीयं शारदा देवी चतुर्थं सवाहिनी पंचमं सुब्रह्मण्यता षष्ठं भागेश्वरी तथा सप्तमं सरस्वती तस्य परमरूपा सरस्वती। ओम सरस्वती देवी को जय भन्नु जय गणेशजी को जय साधु सम्पूर्ण देवी देवताहरूको जय जय सरस्वती माता। जय सरस्वती माता। जय जय सरस्वती माता। सद्गुण वैभवशालिनी सद्गुण वैभवशालिनी त्रिभुवन विख्याता। जय जय सरस्वती माता। ओम जय सरस्वती माता। जय जय सरस्वती माता। सद्गुण वैभवशालिनी सद्गुण वैभवशालिनी त्रिभुवन विख्याता। जय जय सरस्वती माता। मा स्थापना कालदेखि अहिलेसम्म अहोरात्र खट्नुहुने ज्ञात अज्ञात सम्पूर्ण महानुभावहरू, इष्टमित्रहरू, चन्दादाताहरू, बुद्धिजीवीहरू, सामाजिक व्यक्तित्वहरू सबैलाई हार्दिक सम्मान र नमन टक्राउँदै यो आजको ऐतिहासिक कार्यक्रम ऐतिहासिक क्षणलाई हामी लगत्तै औपचारिकता प्रदान गर्न जाँदैछौँ। त्यसैले सम्पूर्ण महानुभावहरू हामीले यो कार्यक्रम सञ्चालन गर्दै गर्दा यो महोत्सवलाई सत्य अनि भव्य सँगसँगै मर्यादित तुल्याउनको निमित्तमा मिति 2082 साल 10 महिनाको 12 गतेदेखि यो विद्यालयलाई स्तरीय अभिभावकसँग केन्द्रित रहेर विभिन्न किसिमका खेलकुदहरू आयोजना गर्यौँ र त्यसको पुरस्कार पनि हामी हिजोको दिनमा रहेर वितरण पनि गरिसकेका छौँ। मलाई थाहा छ यो विद्यालय यहाँ स्थापना भइसकेपछि यस क्षेत्रमा रहेको जुन अज्ञानताको जरा थियो, अशिक्षाको जरा थियो, त्यसलाई फेरि मात्र निर्मूल गरेर यो समाजमा एउटा सभ्य मर्यादा गर्दै विशेष गरी यही माटोलाई जन्माउँदै यही माटोमा जन्मिएर आफ्नो जीवन निर्वाहको सिलसिलामा प्रदेश देश र राजधानी केन्द्रित सहदै गर्दा पनि यो ठाउँलाई यो विद्यालयलाई कब हामीले केही गर्नुपर्छ, केही बनाउनुपर्छ, यो विशेष अवसरको अथवा विशेष दिन यो विद्यालयको यसलाई सार्थक तुल्याउनको निम्ति हामीले तन मन धन अनि वचन सबै दिनुपर्छ। आफूले गरिरहेको रोजीरोटी पनि एकैछिन थापी राख्दै यो सडक महोत्सवलाई सफल पार्नको निम्ति पाल्नु भएको छ। काठमाडौँदेखि बुटवलदेखि उहाँहरू सबै विद्यालय परिवार हार्दिक नमन छ। तपाईँको साथी भन्यो भने तपाईँहरूको त्यो साथ सहयोगको प्रशंसा कुनै पनि शब्दहरूले खोजियो भने भेटिँदैन। त्यति धेरै सहयोग गर्नुभएको छ। विद्यालय तपाईँको सहयोग र साथप्रति ऋणी छ। सँगसँगै यो विद्यालयको यो पावन अवसरलाई सभ्य पार्नको निमित्त हामीले विभिन्न किसिमका उपसमितिहरू बनाएका थियौँ, समितिहरू गठन गरेका थियौँ, प्रचार प्रसार समितिहरू गठन गरियो, अनि आर्थिक सङ्कलन समिति भयो, स्मारिका प्रकाशन समिति छ, स्तम्भ निर्माण समिति छ, भाषा व्यवस्थापन अन्य थुप्रै समिति उपसमितिहरू हुनुहुन्छ। यहाँ सबैले निकै आफ्नो क्षेत्रबाट आफ्नो पक्षबाट भरपुर सहयोग र साथ दिनुभएको छ। त्यही सहयोग र साथ दिएर हामी आज यहाँ यसरी गरेका छौँ। त्यहाँबाट सबैलाई एकमुष्ट हार्दिक धन्यवाद। मन्दिरमा आउँछु भने पठाइदिएँ आउनु पर्दैन। 2032 सालमा यसमा सरकारको आँखा परे नेपाल सरकारको र विद्यालय स्वीकृत हुने बेलामा भवानी प्राथमिक विद्यालयको नाम चेन्ज गरेर
सुबोध प्राथमिक विद्यालय भनेर सुरुवात गरियो। स्वीकृति भएको अहिले 50 वर्ष पुरा भएर आज 51 वर्षमा सुरु हुँदैछ र हामी एउटा यो ठुलो पर्वको रूपमा स्वर्ण महोत्सव मनाउन गइरहेका छौँ र यो कार्यक्रमलाई शब्द सँगसँगै भव्य सँगसँगै मर्यादा तुल्याउनको निम्ति तपाईँ हामी सबैको उत्तिकै भूमिका र महत्त्व रहने गर्छ। त्यसैले आजको यस कार्यक्रमलाई औपचारिकता प्रदान गर्नको निमित्तमा कार्यक्रममा अध्यक्षको आवश्यकता पर्ने हुँदा आजको यस महान र ऐतिहासिक सभामा अध्यक्षता ग्रहण गर्नको लागि म यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, यसै विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी आदरणीय व्यक्ति नारायण प्रसाद पोखरेलज्यूलाई अध्यक्षता गर्नको लागि अनुरोध गर्छु। कृपया सम्पूर्ण मानवलाई ताली बजाउँदै नबोल्नुहोला। म अध्यक्षज्यूको आज्ञा लिँदै कार्यक्रम अगाडि बढाउन चाहन्छु। धन्यवाद दाजु। यसै गरी आजको यस ऐतिहासिक अनि विशाल कार्यक्रममा प्रमुख अतिथिको रूपमा आतिथ्यता ग्रहण गर्नको लागि यो समाजले रोजेको, यहाँको व्यक्तिले खोजेको, यस ठाउँलाई र गाउँलाई विशेष माया गर्ने हेनजती थवरा गाउँपालिकाका प्रमुख आदरणीय व्यक्ति रुक्माङ भट्टराईज्यूलाई प्रमुख अतिथिको आतिथ्यका निम्ति स्टेज निवेदन कृपया जोरदार तालीले सम्मान गर्नुहोला। र हाम्रा अतिथि वर्गहरूलाई टीका, माला र प्याज वितरण गर्नको लागि सीता पोखरेल, रिता खनाल र मनिता सालज्यूलाई स्टेज निम्ताउँछु। गर्नको निम्ति भैरव पम्बिन क्याम्पसका प्राचार्य आदरणीय व्यक्ति शिवराज घिमिरेज्यूलाई स्टेज निम्ताउँछु। कृपया सर अगाडि पाल्नुहोला। यसै गरी अतिथिको रूपमा आसन गर्नको निम्ति महाकाली माविका प्रधानाध्यापक रामानु समाजलाई निम्ताउँछु। बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकराज पोखरेलज्यूलाई अनुरोध गर्दछु। प्रतिनिधि हुमराज पोखरेलज्यूलाई अतिथि आफूलाई मञ्च निम्ताउँछु। आर्थिक समिति संयोजक गोविन्द थापाज्यूलाई अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका लागि स्मारिका निर्माण समितिका संयोजक पूर्व शिक्षक नवहरी पोखरेलज्यूलाई अनुरोध गर्दछु। यसै गरी अतिथिको रूपमा आसन गर्नको लागि यसै विद्यालयका पूर्व पर निकै लामो समयसम्म यस विद्यालयमा रहेर सेवा गर्नुभयो आदरणीय व्यक्ति सूर्य प्रसाद नेपालज्यू अतिथि आसनको लागि मञ्च निम्ताउँछु। यसै गरी यसै विद्यालयका पूर्व शिक्षक जयलाल पोखरेलज्यू अतिथि आसनको लागि मञ्च निम्ताउँछु। यसै गरी अतिथिको रूपमा आसन गर्नको निम्ति हामीले यहाँ बोलेको र हामीले गरेका गतिविधिहरू सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र गराइदिने प्रिय भाइ हरिप्रसाद पोखरेलज्यू अतिथि आसनलाई मञ्च निम्ताउँदै औपचारिक कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। सम्पूर्णमा धन्यवाद।
सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार। हामी यस कमिटीतिर आएर महिला समूहको तर्फबाट हजुरहरूलाई स्वागत गर्न निमित्त एउटा सानो गीत र नृत्य लिएर हजुरहरूको माझ उपस्थित भएका छौँ। यसमा केही गल्ती कमी कमजोरीहरू हुन सक्छन्, कृपया सहज र स्वीकार गरिदिनु होला। बाँकी गीतबाटै यो संसारमा सबैभन्दा ठुलो मोटिभेसनल स्पिकर भगवान श्रीकृष्ण हो रे। नमस्कार। स्वर्ण महोत्सव समारोहका सम्माननीय सभाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पोखरेलज्यू, प्रमुख अतिथि हाम्रै रैनादेवी गाउँपालिकाका प्रमुख अध्यक्ष अथवा यसै गाउँपालिकाका पिता, तपाईँ हामीले बाउसर ठानेको व्यक्ति हो, गाउँपालिकामा जिम्मेवारी पिता समान गर्नुहोला भन्ने अनुरोध पनि यही सम्बोधन मार्फत गर्दै विशिष्ट अतिथिज्यूहरू, सम्पूर्ण अतिथि, विद्यालय परिवार, छिमेकी विद्यालयका प्रतिनिधिज्यूहरू, समुदायका अगुवा साथीहरू, फेरि बाहिर गएर भाषण गर्न सजिलो हुन्छ, हजुर आफ्नै आँगनमा बोल्न धेरै कठिन हुँदो रहेछ। किनकि म यही तपाईँहरूकै छिटो खाएर तपाईँसँगै खेल्दै हुर्केको मान्छे। यो मञ्च संस्कार जन्मिने मञ्च, सपना उम्रिने मञ्च, जीवनको
दिशा तय हुने मञ्च हो। अक्षर सुरु गरेको मेरो प्रिय विद्यालय नत्वा सरस्वतीं देवीं शुद्धं गुण्डीं करोम्यहं पाणिनीय प्रवेशाय लघु सिद्धान्तं कौमुदीं। हरेक बिहान उच्चारण गर्दै ज्ञानलाई पूजा ठानेर हुर्केको म उमाकान्त पोखरेल, हेमलाल पोखरेल, चौरे माइलाको राइलो छोरो, विक्रमसँग 2040 देखि 44 सालको ब्याचको तर्फबाट आज गर्वका साथ भन्छु, म जे छु, जुन ठाउँमा छु, त्यसको जग यही सुबोध विद्यालय। यति भन्दै एउटा ताली बजाउँदै सुबोध विद्यालय। जय तिनधारे, जय सल्लेधारा, जय नाङ्गे, जय सुकाटा, जय रैना देवी छोरा, जय पाल्पा, जय नेपाल। थ्याङ्क यू सबैको जय हो। श्री सुबोध प्राथमिक विद्यालय रेन्देपसा 4 सल्लेधारा तिनधारे पाल्पा स्थापना 2032 साल सम्मान पत्र। काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका 32 मा स्थापित गोल्डन फ्युचर सोसाइटीबाट यस स्वर्ण महोत्सवको अवसरमा रु 1 लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएकोले तपाईँको सिङ्गो सङ्गठनको समुज्जवल भविष्यको कामना सहित विद्यालयको स्वर्ण जयन्ती सम्मान 2082 को पुण्य अवसरमा यो सम्मानपत्र प्रदान गरिन्छ। यो सम्मान ग्रहण गर्नको लागि सोही संस्थाका वरिष्ठ उपाध्यक्ष दुर्गा पोखरेलज्यू र उपाध्यक्ष गान्धी पोखरेलज्यूलाई म स्टेजमा यो सम्मान ग्रहणको निम्ति अनुरोध गर्दछु। तालिम गरेर गवर्नको पदपछि आफै भन्नुहुन्छ कि सादा आफै धिक्राउनु छ त्यो किन फेरि है त बजाउनु ताली। गोल्डन फ्युचर सोसाइटीका सम्पूर्ण पदाधिकारीमा यहाँ जो कोही हुनुहुन्छ कृपया सबै आइदिनु होला मञ्चमा। त्यस्तै हाम्रो पुनाराम बुवा लगायत अन्य चाहिँ सहकारीको साथमा 2032 सालमा यो विद्यालय स्थापना भई आज स्वर्ण जयन्ती महोत्सव यहाँ मनाइरहेको उपलक्ष्यमा हामी अत्यन्त हर्षोल्लासका साथ यहाँ चाहिँ उपस्थित भएका छौँ। कथा ज्ञान पायौँ, संस्कार पायौँ, यही हो जीवन कथा। सुबोध हाम्रो ज्ञानको धाम, यसको आफ्नै नाम। सुबोध हाम्रो ज्ञानको धाम, यसको नाम। सुबोध हाम्रो ज्ञानको धाम,
बन्ने स्वर्ण जयन्ती खुसीको पल सुबोध गौरव इर्पाला सरस्वतीको वरदान हाम्रो पहिचान सरस्वतीको वरदान हाम्रो पहिचान सरस्वतीको वरदान हाम्रो पहिचान सरस्वतीको किताब कलम समय हामी अघि हामी बढ्दा अघि कापी किताब कलम समय हामी बढ्दा अघि सुन्नुहोस् बढोस् भन्दै नहोस् पछि हाम्रा विद्यार्थी भाइ बहिनीहरू हामीले यहाँ हाम्रो अभिभावक जुन अभिभावकले गत वर्ष विद्यालयमा ल्याएर ड्रेस वितरण गर्नुभएको थियो उहाँले अहिले जुत्ता वितरण गर्दै हुनुहुन्छ। कहे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार नयो जागलम कचम कहे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार नयो कहे नौजवान हो काँधमा काँध जोडी दिघनाको पहाड फोडी निर्माणको बेला छायो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार नयो जागलम कचम कहे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार नयो जागलम
वेश सिंगार नयो जागलमक चमक हे नौजवान हो गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाले गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाले जय 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 नेपाल सुन्दर शान्त विशाल सुन्दर शान्त विशाल गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाले गाउँछ गीत नेपाली ज्योतिको
आएर पनि यो स्वर्ण महोत्सवलाई निकै गुन्जयमान बनाउनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र त्यति टाढाबाट आएर पनि हामीलाई यो आकर्षक नृत्य देखाउनुभयो भने हामीले ताली बजाउन किन कन्जुसाइ गर्ने, एकचोटि जोरदार तालीले सम्मान व्यक्त गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सधैँ आफ्नो पाखुरीमा खान्छ सिटो पिठो यो नेपाली ठिटो मागी मिठो खाँदैन छोरी राम्रो लाउँदैन सधैँ आफ्नो पाखुरीमा खान्छ सिटो पिठो यो नेपाली ठिटो कुकुरीको भरमा विश्व थर्काउने यो ठिटो वीर भनी नेपालीलाई चिनाउने यो ठिटो कुकुरीको भरमा विश्व थर्काउने यो ठिटो वीर भनी नेपालीलाई चिनाउने यो ठिटो पसिनाले भिजाउँछ आफ्नै देशको माटो आफ्नै पौरा खले खन्छ आफै हिँड्ने बाटो यो नेपाली ठिटो अन्यायमा झुक्दैन परि आउँदा लुक्दैन लक्ष्यमा पुग्नलाई हिँड्छ छिटो छिटो यो नेपाली ठिटो विश्वसित मितेरीको हात मिलाउने ठिटो जातिपाती रङ्ग भेद भन्दैन यो ठिटो
ताले 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 ताली, सबके ताली बजाइए।
सम्झना यो गीत राख्नु मबाट आउने तिमीलाई छुट्याउनु कोपे शीतलाई छुट्याउन सक्नु बच्चाको माया भए पुग्छ फर्केर छिट्टै आउँछ संगीतको जादु हेर्नु सक्ने धेरै जादु छ संगीतमा सबैलाई साथमा अन्तिम समय यही तरिकाले गर्नु चाहिँ हामी कहिले सकिसकेका छौँ अन्तिममा यही तरिकाले हस् अनि फेरि त यहाँ आएर तिम्रो र नगद पुरस्कार नगद स्वरूप यो प्रस्ताव गरेको 5,000 छ एकचोटि आयोजकको लागि 2,000 छ यो प्रस्ताव लेखाउने आगामी दिनमा तपाईँले यति उल्लेखनीय चाहिँ योभन्दा निखार भएर चाहिँ हामी एउटा पाल्ने होला लाग्दछ मलाई रमाइलो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पँधेरो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पँधेरो
र हाम्रा विभिन्न विद्यालयबाट पाल्नुहुने प्रधानाध्यापक लगायत हाम्रा अतिथिज्यूहरू मेरो व्यक्तिगत तर्फबाट र रैनदेवी छहरा वडा नम्बर 4 को तर्फबाट आभार व्यक्त गर्न चाहन्छु। जहिले पनि तपाईँहरूको सुख दुःखमा म तपाईँहरूसँग सँगै रहने कुराहरू राख्दै र यो विद्यालयको जति चाहिँ उत्पादन यो विद्यालयले चाहिँ गर्यो त्यो उत्पादनको जुन जिम्मेवारी आज चाहिँ यो सुवर्ण महोत्सवमा हाम्रा दाताहरूले चाहिँ सहयोग गर्नुभएको छ उहाँहरूलाई हृदयदेखि चाहिँ धन्यवाद दिँदै सिङ्गो रैनदेवी 4 छहराको तर्फबाट उहाँहरूलाई चाहिँ धन्यवाद दिँदै सधैँ तपाईँहरूसँग साथ रहने कुरा राख्दै यो विद्यालयको उत्तरोत्तर प्रगतिको कामनाका साथ मलाई चाहिँ निम्ता दिएर यो विशिष्ट अतिथिको स्थान चाहिँ दिनुभयो। आयोजकलाई चाहिँ धन्यवाद दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना चाहिँ मेरो भनाइ गर्न चाहन्छु। हस्, नमस्कार, धन्यवाद, अभिवादन। अब भाइ मसँग यही भएर मलाई खुसी लाग्छ, यही भएर मलाई आनन्द लाग्छ। निम्ताउँछु यो विद्यालयको भाइ बहिनीहरू रेडी हुनुहुन्छ? ताली बजाउनुहोस् त, राम्रो लाग्छ। दोसल्लाको लागि तपाईँ अगाडि आइदिनु अनुरोध छ। हामीसँग अहिले सम्मान पत्र छापिएका सम्मान चाहे झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन। चाहे झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन। चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन। चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन। कुशल सञ्चालकको रूपमा यहाँनिर सारा संस्थाले उहाँलाई अगाडि सारेको कुरा पनि म जानकारी गराउन चाहन्छु। र यस कार्यक्रमका आज स्वर्ण महोत्सव समारोह यस कार्यक्रमका सभापतिज्यू
मञ्चमा आसीन विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरू, वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरू, जो कोही शिक्षाप्रेमी साथीहरू सबैलाई यही मञ्चबाट नम भन्न चाहन्छु। आज उहाँहरूले आज स्वर्गवास हुनुभएको होला कति, तर सल्लेधारा तिनधारी यहाँको डाँडाकाँडा यहाँको अग्रजहरूले शिक्षा दिनुपर्छ भनेर उहाँहरूले एउटा खामा गाडेर जुन क्लास विद्यालय सञ्चालन गर्नुभयो, त्यही कारणबाट यो विद्यालयले त्यत्रो रकम पनि प्राप्त गर्न सक्ने उहाँहरूकै आशीर्वादबाट विभिन्न ठाउँमा रहनुहुने हाम्रा सहयोगी दाताहरूले, उहाँहरूका भाइ भतिजा तमाम शिक्षाकर्मी साथीहरूले जुन बजेटको कुरा यहाँ सुन्दा 8वटा वडामा म जाँदा कुनै पनि ठाउँमा गाउँपालिकामा 1 लाख पहिले 60,000 पहिले 70,000 दिएर हामी स्वर्ण महोत्सव मनाउन हामी सहयोग गर्थ्यौँ। आज यो विद्यालयले 10औं लाख अक्षय कोष समेत जम्मा गरेर यो एउटा इतिहासको रूपमा मैले आज यो सुबोध प्राथमिक विद्यालयको यो प्राङ्गणमा मलाई लागेको छ। म कोही गएर बोल्दा पनि यही उदाहरण दिन्छु भन्ने कुरालाई म तपाईँलाई विश्वास दिलाउन चाहन्छु। आज यो विद्यालयमा अब हामी यो विकास निर्माणका कुरामा हाम्रो भिजन नभएको होइन। हामीले जिटिजी कृषि क्रान्ति गर्नुपर्छ भनेर जिटिजीको कार्यक्रम हाम्रो कार्यकालमा मेरो नेतृत्वमा बनेका सम्पूर्ण जनप्रतिनिधि साथीहरूको सुझाव र सल्लाह उहाँहरूलाई सँगै लिएर यो अमेरिकन युएसआइडी जुन कार्यक्रम 20 करोड रुपियाँ दाम रैनदेवी छहरा गाउँपालिकाले हामी जम्मा 11वटा नेपालभरिमा भएका गाउँपालिकामा यो रैनदेवी छहरा गाउँपालिकाले ल्याउन सफल भएको थियो।